रमादान स्क्वाड कप खेलेर जित्ने हैन त 4,50,000 डायमन्ड। सो रमादान स्क्वाड कपको लागि अहिले रजिस्ट्रेसन चाहिँ स्टार्ट भइसकेको छ। तपाईहरुले अहिले खेल्न चाहिँ मिल्दैन। सो अब रमादान स्क्वाड कपमा चाहिँ तपाईहरुले कसरी टिम बनाउन मिल्छ, कसरी रजिस्टर गर्ने, कति गेम खेल्न पर्ने हुन्छ र कति गेमको आधारमा चाहिँ तपाईहरु यहाँबाट विनर बन्न सक्नुहुन्छ, यसको बारेमा चाहिँ हामी आजको भिडियोमा कुरा गर्ने छौं। तपाईहरुको टिम पनि राम्रो छ र तपाईहरुलाई चाहिँ रमादान स्क्वाड कप खेल्न मन छ भने चाहिँ यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म चाहिँ हेर्दिनु होला। सकेसम्म यसको बारेमा राम्रोसँग बुझाउनको लागि ट्राई गर्नेछु। भिडियो मन पर्यो भने चाहिँ भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। सबभन्दा सुरुमा चाहिँ तपाईहरु रमादान स्क्वाड कपको इन्टरफेसमा जानको लागि हामीले त्यो मोड सिलेक्ट गर्ने भन्दा माथिपट्टि रमादान स्क्वाड कप भनेर लेखेको छ, त्यहाँ क्लिक गरेर तपाईहरु यो सेक्सनमा आउन सक्नुहुन्छ र अहिले चाहिँ रजिस्ट्रेसन पार्ट चल्दैछ र अब चाहिँ तपाईहरु रमादान स्क्वाड कपको मेन इन्टरफेसमा चाहिँ पुग्नुहुन्छ। रमादान स्क्वाड कपको चाहिँ 4 वटा स्टेप हुन्छ। अहिले चाहिँ प्रिपरेसन चल्दैछ, त्यसपछि ब्याटल हुन्छ, त्यसपछि तपाईहरुको रिजल्ट चेक भएर तपाईहरुले रिवार्ड पाउनुहुन्छ। यसको बेसिक इन्फर्मेसन भनेको चाहिँ तपाईहरुले ब्याटल रोयल मोडमा गेम खेल्न पर्ने हुन्छ। तपाईहरुको स्क्वाडमा 4 देखि 5 जना मात्र हुन मिल्छ र तपाईहरुले यहाँबाट खेलेको 5 वटा म्याचको आधारमा चाहिँ तपाईहरुको पोइन्ट क्याल्कुलेसन हुन्छ र तपाईहरु यहाँबाट विनरहरु बन्न सक्नुहुन्छ। अनि तपाईहरुको टिम चाहिँ यहाँबाट टप भयो भने तपाईहरुको टिमको सबैजना मेम्बरहरुले 50,000 डायमन्ड सँगसँगै हाम्रो यो च्याम्पियन ग्र्याब भन्ने इमोट पहिला तपाईहरुले टेम्पोररी टाइमको लागि पाउनु भएको थियो होला, अहिले चाहिँ तपाईहरुले पर्मानेन्टै पाउन सक्नुहुन्छ। नेक्स्ट भनेको चाहिँ तपाईहरुले यो ब्याकप्याकको स्किनलाई पाउन सक्नुहुन्छ र लास्ट भनेको चाहिँ हाम्रो यो हरियोवाला ग्लुवालको स्किन हुन्छ। तपाईहरुको टिम चाहिँ टप 1 नभएर टप 2 मा पर्यो, टप 3 मा पर्यो भने पनि तपाईहरुले डायमन्ड वाला रिवार्ड चाहिँ यहाँबाट पाउनुहुन्छ। टप 2 मा पर्ने सबै टिमको मेम्बरहरुले चाहिँ 30,000 डायमन्ड पाउँछन् र टप 3 मा पर्ने टिम मेम्बरहरुले चाहिँ 10,000 डायमन्ड पाउँछन्। यो रिवार्ड चाहिँ टिमको हरेक प्लेयरले छुट्टै पाउने रिवार्ड हो, यसमा चाहिँ तपाईहरु नझुक्किनु होला। टपको 130 वटा टिमहरुले चाहिँ यहाँबाट रिवार्ड पाउँछन् र तपाईहरुले पार्टिसिपेट मात्र गर्नु भएको छ भने एउटा अवतार पाउन सक्नुहुन्छ, गोल्ड रोयलको भचरहरु पाउनुहुन्छ। रजिस्ट्रेसन गर्नको लागि 4 दिन बाँकी छ। तपाईहरुले आजदेखि 26 मार्च राति 12 बजेसम्म रजिस्टर गर्न मिल्छ। त्यसैगरी गेम खेल्ने भनेको चाहिँ 27 मार्च देखि 31 मार्चको बीचमा हो। नेपाली डेट भन्नुपर्दा चैतको 14 गतेदेखि चैतको 18 गतेसम्म खेल्न मिल्छ। त्यो बेलामा चाहिँ अब तपाईहरु अलिकति टाइमलाई निकाल्नु होला। तपाईहरुले दिनको 1.5 घण्टा दिन सक्नुहुन्छ भने यसमा मजाले पार्टिसिपेट गर्न सक्नुहुन्छ। र अब चाहिँ पोइन्ट कसरी क्याल्कुलेट हुन्छ त्यो हेर्नु होला। तपाईहरु गेम खेल्दाखेरि फर्स्ट हुनुभयो, बोया गर्नुभयो भने 12 पोइन्ट पाउनुहुन्छ, सेकेन्ड हुनुभयो भने 9 पोइन्ट, थर्ड हुँदा 8 पोइन्ट, त्यसैगरी पोइन्ट घट्दै गएको छ, लास्ट हुनुभयो भने 0 पोइन्ट हुन्छ र तपाईहरुले गरेको हरेक किल बापत 1 पोइन्ट पाउनुहुन्छ। अनि इन केस तपाईहरुको टिम मेम्बर चाहिँ गेमबाट ब्याक जान्छ भने त्यसको -3 पोइन्ट हुन्छ, 2 जना ब्याक गयो भने -6 पोइन्ट हुन्छ। यो कुरा चाहिँ अलि विचार गर्नु होला, साथीहरुलाई पनि राम्रो नेट भएको ठाउँमा बस्न भन्नु होला। यसमा चाहिँ तपाईहरुले यति कुरालाई कन्सिडर गरेर अब आफ्नो टिम बनाउँदा चाहिँ हुन्छ। टिम बनाउनको लागि तपाईहरुले यो वाला इन्टरफेसको तलपट्टि क्रिएट स्क्वाड भन्ने अप्सनलाई देख्नुहुन्छ, त्यहाँ क्लिक गरेर कि त तपाईहरुले आफ्नै टिम बनाउन सक्नुहुन्छ कि त अरूको टिममा जोइन हुन मिल्छ। आफ्नो टिम बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुले यो सबै इन्फर्मेसन चाहिँ फिल गर्नुपर्ने हुन्छ। सबभन्दा सुरुमा चाहिँ तपाईहरु आफ्नो स्क्वाडको लागि एउटा खतरा खालको टिम नेम चाहिँ सोच्नु होला। मैले चाहिँ अब आफ्नो टिमको नाम यहाँनेरि विशु ब्लास्टर्स भनेर राखेको छु। टिमको नाम राखेपछि तपाईहरुले कन्ट्याक्ट इन्फर्मेसन दिनुपर्ने हुन्छ। यसमा चाहिँ सकेसम्म WhatsApp नै राख्नु होला। फेसबुक र डिस्कर्ड राख्दा पनि हुन्छ, फेसबुक भन्दा बरु डिस्कर्ड राख्नु होला, तर बेस्ट भनेको चाहिँ यहाँनेरि WhatsApp नै हुन्छ। अनि अब तपाईहरुले यहाँनेरि WhatsApp राख्नु भयो भने चाहिँ WhatsAppमा आफ्नो नम्बरहरु राख्दाखेरि तपाईहरुले +977 बाट राख्नु होला। डाइरेक्टली नम्बर मात्र नराख्नु होला। नम्बर राख्दै हुनुहुन्छ भने अगाडिपट्टि +977 राख्न चाहिँ नछुटाउनु होला। त्यसपछि भनेको तपाईहरुले आफ्नो स्क्वाडको लागि ब्यानरहरु चुज गर्न सक्नुहुन्छ, अवतारहरु चुज गरेर राख्न सक्नुहुन्छ, त्यो चाहिँ तपाईहरुको आफ्नो मर्जी हो। यति गरेर कन्फर्म गरिदिनु होला र तपाईहरुले यहाँनेरि एउटा नोट देख्नु भएको होला, अन्डर एज प्लेयरले चाहिँ पार्टिसिपेट गर्न पाउँदैन भनेर। यो चाहिँ अफलाइन कम्पिटिसनको लागि हो, अहिले अब अनलाइन कम्पिटिसन हो, यसमा चाहिँ केही पनि फरक पर्दैन। त्यसैले अब टिम बनाइसकेपछि तपाईहरुले आफ्नो साथीहरुलाई चाहिँ यहाँनेरि टिममा बोलाउन पर्ने हुन्छ। रिक्रुट भन्ने अप्सनमा क्लिक गरेर तपाईहरुले आफ्नो साथीहरुलाई चाहिँ यसरी इन्भाइट गर्न सक्नुहुन्छ। तपाईहरुले यसरी इन्भाइट गरिसकेपछि तपाईहरुको साथीलाई चाहिँ इन्भिटेसन जान्छ र तिनीहरु एक्सेप्ट गरेर यहाँनेरि तपाईहरुको टिममा चाहिँ आउन सक्छन्। तपाईहरुले डाइरेक्टली आफ्नो साथीको युआईडी सर्च गरेर पनि त्यसलाई इन्भाइट गर्न चाहिँ मिल्छ। यो वाला कपको एउटा राम्रो पार्ट भनेको चाहिँ तपाईहरुको टिम मेम्बरहरु जुनसुकै गिल्डमा भए पनि हुन्छ, 4 जना मेम्बरहरु 4 थरी गिल्डमा भए पनि केही फरक पर्दैन, तपाईहरुले मजाले खेल्न मिल्छ। अर्को एउटा कुरा के हो भने तपाईहरुको टिम मेम्बर जम्मा 4 जना छन्, 4 जनाले नै खेल्ने हो, तर तपाईहरुलाई जित्छु भन्ने होप छ भने चाहिँ 5 जनाको मेम्बर चाहिँ राख्नु होला। अर्को सेकेन्ड आइडी
आइडी पनि एड गर्नु होला। भाग्यले साथ दियो तपाईहरुले जित्नु भयो भने चाहिँ तपाईहरुको सेकेन्ड आइडीमा पनि 50,000 डायमन्ड आउन सक्छ। त्यही भएर टिममा 5 वटा मेम्बर चाहिँ राख्नु होला र मैले भनेको जस्तै प्लसबाट तपाईहरुले साथीहरुलाई इन्भाइट गर्न मिल्छ। रिक्रुट भन्ने अप्सनबाट तपाईहरुले वर्ल्ड च्याटमा नभए गिल्डबाट चाहिँ आफ्नो टिममा मेम्बर बोलाउन मिल्छ। र इन केस तपाईहरुलाई चाहिँ यो टिममा मेम्बर पुगेन, तपाईहरुलाई आफ्नो साथीको अर्को टिममा जान मन छ भने चाहिँ तपाईहरु यहाँबाट एक्जिट गरेर मजाले आफ्नो साथीको अर्को टिममा चाहिँ जान सक्नुहुन्छ। अनि तपाईहरुलाई चाहिँ थुप्रा साथीहरुले इन्भाइट गर्न सक्छन्। त्यस्तो केसमा चाहिँ बेस्टमा तपाईहरु जानु होला, अरुलाई चाहिँ रिजेक्ट अलमा क्लिक गरेर रिजेक्ट गरिदिनु होला। मैले अगाडिदेखि भनेको छु तपाईहरुले यो टिम बनाउनु पर्ने काम भनेको चाहिँ 4 दिन भित्रमा गर्न पर्ने हुन्छ। 26 मार्च भन्दा अगाडि गरिसक्नु पर्ने हुन्छ। अनि अब त्यो काम कम्प्लिट गर्नु भएको छ भने 27 मार्चमा तपाईहरु यो सेक्सनमा आएर तपाईहरुले गेम स्टार्ट पनि यही सेक्सनबाट मात्रै गर्नुपर्छ। 4 जना टिमको मेम्बरहरु स्क्वाडमा बस्नु होला र यो सेक्सनमा आएर यहाँबाट गेम स्टार्ट गर्नु होला। अनि तपाईहरुले यहाँबाट जम्मा खेल्नु पर्ने गेम भनेको चाहिँ 15 वटा गेम खेल्न पर्ने हुन्छ। 5 दिनमा 15 वटा गेम खेल्न तपाईहरुलाई पनि त्यस्तो गाह्रो चाहिँ नपर्ला। तपाईहरुले खेल्नु भएको 15 वटा गेम मध्येबाट तपाईहरुको 5 वटा बेस्ट गेमको पोइन्टहरु चाहिँ क्याल्कुलेट हुन्छ। जस्तै 15 वटा गेम मध्येबाट तपाईहरुको 10 वटा गेम चाहिँ खत्तम गयो, तपाईहरुको 5 वटा गेममा चाहिँ तपाईहरुले 5 वटामै बोया गर्नु भएको छ भने तपाईहरुको लागि चाहिँ त्यो 5 वटा बोया वाला गेम मात्र काउन्ट हुन्छ। पक्कै पनि तपाईहरुले अहिलेसम्म रमादान स्क्वाड कपको बारेमा धेरै कुरा बुझिसक्नु भयो होला। अब मैले भनेको तरिकाले तपाईहरु टिम बनाउनु होला। 27 तारिख मतलब चैत 14 गतेदेखि 18 गतेसम्म जम्मा 15 वटा गेम खेल्नु होला। गेम खेल्दाखेरि रमादान स्क्वाड कपको इन्टरफेसबाट नै स्टार्ट गर्नु होला। अनि अब मैले तपाईहरुलाई दिने सजेसन भनेको चाहिँ बोया मात्र सोचेर नखेल्नु होला, टुर्नामेन्ट पारामा नै खेल्नु होला। तपाईहरुले किल पनि राम्रो उठाउनु पर्ने हुन्छ। किल सँगसँगै तपाईहरुको प्लेसमेन्ट पनि राम्रो हुनुपर्छ। प्लेसमेन्ट पनि भयो, किल पनि राम्रो उठाउन सक्नु भयो भने तपाईहरुलाई जित्नबाट कसैले पनि रोक्न सक्दैन। सबैजनालाई मेरो तर्फबाट चाहिँ बेस्ट अफ लक, मजाले राम्रोसँग खेल्नु होला र जित्नु होला। लास्टमा चाहिँ अब तपाईहरुलाई अरूले इन्भाइट गरेको छ भने कस्तो देखिन्छ तपाईहरु त्यो हेर्नु होला। सुरुमा चाहिँ तपाईहरु क्रिएट स्क्वाड भन्ने सेक्सनमा जानु होला र यहाँनेर तपाईहरुले सानो एप्लिकेसनको आइकन देख्नुहुन्छ। त्यहाँनेर क्लिक गरेर तपाईहरुलाई चाहिँ कसले इन्भाइट गरेको छ तपाईहरुले इन्भिटेसन चाहिँ चेक गर्न सक्नुहुन्छ। अघि मैले सुरुमा तपाईहरुलाई इन्भाइट गरेर पनि देखाएको थिएँ। इन्भिटेसन चाहिँ यसरी आउँछ। तपाईहरुले त्यहाँनेर टिक लाएर इन्भिटेसनलाई चाहिँ एक्सेप्ट पनि गर्न सक्नुहुन्छ, रिजेक्ट पनि गरिदिन सक्नुहुन्छ। मैले चाहिँ यहाँनेर एक्सेप्ट गरेको थिएँ र अघि मैले बनाएको बिसु ब्लास्टर्स भन्ने टिममा चाहिँ अहिले 2 जना भएको छौं। सो अब तपाईहरु पनि यसरी नै टिम मेम्बरहरु एड गर्नु होला। केही कुरामा कन्फ्युज हुनुहुन्छ भने चाहिँ तल कमेन्ट सेक्सनमा सोध्नु होला। र आजको कन्टेन्ट भनेको चाहिँ रमादान स्क्वाड कपको बारेमा नै थियो। त्यसको बारेमा चाहिँ मैले तपाईहरुलाई भनिसके। त्यसैले भिडियोलाई चाहिँ अब लम्ब्याउने काम नगरौँ। यति भन्दै आजको भिडियोलाई यही एन्ड गरौँ। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।